नमस्कार, म तपाईहरुको साथी सुक्योङ हाङ। वेलकम छ तान्छु क्रिएसन युट्युब च्यानलमा। सदा चाहिँ म तपाईहरुको सामु मेरो सानो ब्लग लिएर आइपुगेको छु र आज शिविर बसेको छ दल्कीमा। म बगानबाट दल्की जाँदैछु र म तपाईहरुलाई मेरो आँखाको चेक गरेको भिडियोहरु देखाउने छु। र हाम्रो यात्रा सुरु भएको छ, भइसकेको छ। म कचनकवल 3 को यो झिलदेखि तपाईहरुलाई देखाइरहेको छु। आदरणीय दर्शकबिन, तपाईहरुले देखिराख्नु भएको छ यहाँ चाहिँ यो कृषि फर्म छ, जय कृषि फर्म। यो चाहिँ कचनकवल 3 मा पर्छ र म तपाईहरुलाई देखाइरहेको छु। त्यही पर पर्छ र कुनै समय मिलेछ भने म यहाँ तपाईहरुलाई यो कृषि फर्ममा पनि आएर भिडियो बनाएर देखाउने छु। अब हामी बाटो सट्ट घुम्ने छौं, पश्चिमतिर जानुपर्छ है। सट्टसँगले सरस्वती स्कुल चाहिँ यतापट्टि छ। हामी यहाँबाट तल लाग्ने छौं र यो चाहिँ बिर्तामोड जाने बाटो हो। जंगलको बीच हुँदै जाने बाटो। शिविर बसेको ठाउँमा आइपुग्न आँटेको छौं हामी। देखिँदैछ बाहिरी मान्छेहरु निकै हुनुहुन्छ। हामी पनि पस्ने छौं र आँखा चेक गर्ने छौं। हामी चेक गर्ने ठाउँमा आइपुगेका छौं। नमस्कार नमस्कार। हामी चाहिँ स्पटमा आइपुगेको छौं। म मेरो नाम टिपाउँछु। नमस्कार। I'm here. मैले यहाँ मेरो टोकन लिइसकेको छु। टिकट। हेलो मिस्टर विशाल। यस टिकट। 280 पर्यो यार। I'm waiting here. मेरो यो टिकट 276 परेको छ। यहाँ सुन्नु दिदी एउटा घटना तपाईलाई सुनाइदिउँ। मैले भएको गिराज दाइ हुनुहुन्छ। गिराज दाइ पनि मारे भनेपछि कुदा जानु पर्यो मारे। आँगामा एउटा झट्टा पनि छैन छ दुईटैको। मास्क लाउनु भन्छन्, मास्क लगाएर आछ है मैले चाहिँ। मैले पनि लगाएको छु। त्यहाँ अनि के मास्क खोल्नु पर्ने? हैन खोले पर्ने। यो ठाउँमा चाहिँ यो स्कुलको कोठाभित्र चाहिँ चेक भइरहेछ। तिरहत्तर 74 75 दुई चाहिएको 64 हुन्छ 65 म पर्दैन तपाईँ जाता माथि पुगेको यदि बस्नु यहाँ सजिलो गरेर सजिलै छ 77 78 भयो त हाम्रो त 81 हो मेरो पछि आउने रहेछ अङ्कल।
आँखामा रोग चाहिँ छैन सर त्यस्तो केही पनि छैन रहेछ देख्ने कुरा राम्रै छ कम्प्युटरहरू लामो समयसम्म युज गर्दाखेरि अलिक त्यो कम्प्युटरमा आँखा ड्राइनेसहरू हुने सक्छ त्यसले गर्दा एउटा मेडिसिन दिन्छु यो लगाउनुहोस् होइन यो लगाएर एक महिना हेर्ने यदि प्रब्लम भइरह्यो भने एकपल्ट अस्पताल ल यो ड्रप भन्ने दबाई छ बिहान दिउँसो बेलुका दिनमा 3 पटक प्रयोग गर्नुहोस् न हजुर मेरो विनोद दाहाल म देवतामोड आई हस्पिटलबाट माथि 4 पाने फाइनली मेरो चाहिँ त्यस्तो प्रब्लम रहेन रहेछ ज्यादा कम्प्युटरमा बस्ने भएको कारणले गर्दाखेरि हल्का केस मलाई त्यस्तो अनुभव भएको मात्रै रहेछ गुड छ र म यो चाहिँ कुन संस्थाले चाहिँ यो कार्यक्रम चलाइरहेछ भन्ने कुरा चाहिँ म यहाँ राख्न गइरहेको छु। नमस्कार, मेरो नाम करुणा थापा, यस जुनेली नेपाल संस्थाको प्रोजेक्ट डिरेक्टर। जुनेली नेपाल संस्थाले विगत 5 वर्षदेखि विभिन्न ठाउँहरूमा थुप्रै प्रोजेक्टहरू सञ्चालन गरिसकेको छ। यस बीचमा हामीले झापाको केशनाग कवल गाउँपालिका वार्ड नम्बर 3 मा जीवनस्तर सुधार सम्बन्धी विभिन्न कार्यक्रमहरू लिएर आएका छौँ, जसमध्ये इलेक्ट्रिक वाटर पम्प वितरण, च्याउ खेती, मेन्स्ट्रुएसन रियुजेबल प्याड मेकिङ ट्रेनिङ, पानी कल वितरण, चिकन फार्म सपोर्ट र यहाँको युथ क्लबको लागि पनि हामीले सपोर्टका कार्यक्रमहरू लिएर आएका छौँ। यसमध्ये आई चेकअप क्याम्प आँखा जाँच शिविर चाहिँ हामीले आजको यस सरस्वती आधारभूत विद्यालयमा राखेका छौँ र हाम्रो इनिसियल स्टडीले देखाए अनुसार यहाँ चाहिँ थुप्रै आँखाका बिरामीहरू रहेको भन्ने जानकारी प्राप्त भए अनुसारले चाहिँ हामीले यहाँ आँखा शिविर लिएर आएका थियौँ र अहिलेसम्मको हेर्दाखेरि चाहिँ हामीले चाहिँ थुप्रै नै आँखाका बिरामीहरू भेटेका छौँ र उहाँहरूको प्रतिक्रिया पनि एकदम राम्रो नै आएको छ। जुनेली नेपाल संस्था नन गभर्मेन्ट अर्गनाइजेसन हो, यानि कि गैर सरकारी संस्था हो। हामीले चाहिँ देशका विभिन्न ठाउँहरूमा विगत 5 वर्षदेखि थुप्रै नै कार्यक्रमहरू गरिसकेका छौँ, जस्तै भिआइए टेस्ट क्याम्प भयो, सिन्धुपाल्चोकमा हामीले चाहिँ भिआइए टेस्ट क्याम्प गरेका थियौँ, गोर्खामा हामीले 2टा प्रोजेक्टहरू डिजास्टर सम्बन्धी कार्यक्रमहरू भूकम्पबाट पीडितहरूको लागि भनेर उहाँहरूको जीवनस्तर उकास्नको लागि भनेर त्यहाँ चाहिँ हामीले 2टा प्रोजेक्टहरू गऱ्यौँ, जसमा चाहिँ महिला स्वास्थ्य सम्बन्धी अनि त्यसपछि त्यहाँ खानेपानीको सुविधाको लागि धाराहरू बनाइदिने सोलर सिस्टम, सोलर पम्प सिस्टमहरू पनि जडान गरिदियौँ। महिलाहरूका लागि सिलाइ बुनाइ सम्बन्धित तालिमहरू पनि दिने काम, सिलाइ मसिनसहित हामीले चाहिँ तालिम दिने कार्यक्रमहरू पनि गरेका थियौँ। विद्यार्थीहरूलाई ल्यापटप ट्रेनिङ भयो अनि त्यहाँको यङ जेनेरेसनहरूको लागि चाहिँ यो सिकर्मी ट्रेनिङहरू, कार्पेन्ट्री ट्रेनिङहरू भयो। त्यसपछि चाहिँ हामी यो झापास्थित केशनाग कवल गाउँपालिका वार्ड नम्बर 3 मा चाहिँ हामीले 3 महिनाको छोटो प्रोजेक्ट चाहिँ लिएर आएका थियौँ र यो प्रोजेक्ट पनि यहाँको जीवनस्तर सुधारको लागि भनेर लिएर आएका थियौँ र यो प्रोजेक्ट एकदम सफल भएको छ अहिलेसम्मको हेर्दाखेरि। र हाम्रो यो प्रोजेक्ट सफल पार्नमा चाहिँ यहाँको मेन त यहाँको स्थानीय बासिन्दाहरू, त्यसपछि गाउँपालिका अध्यक्षज्यू र वार्ड अध्यक्षज्यूहरूले पनि हामीलाई धेरै नै सहयोग गरिदिनु भएको थियो। यसको लागि म उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। फेरि पनि तपाईँहरूलाई म नमस्कार गर्न चाहेँ र मैले यो आँखा चेकअप गरेर चाहिँ बाहिर निक्लिसकेको छु र यसै सँगसँगै मेरो यो ब्लग पनि यहीँ सकिएको छ र पुनः अर्को ब्लगमा म तपाईँहरू सामु भेट्ने नै छु भन्दै आजलाई बाई बाई। अर्को भिडियोमा पुनः भेट्ने बाचासहित